Morning everyone guys. So अलिकति ग्याप भइरहेको थियो. So एक हप्ता जति ग्याप भयो होला. So I have to do some of my own stuff है. So उता फिजिकली नै मैले अटेन्ड गर्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ घरमा त्यही भएर त्यति टाइम थिएन मैले भिडियोहरू बनाउनको लागि सो कन्टेन्ट क्रिएसनको लागि. So yeah, I'm back with the banger content. So आजको यो भिडियोमा चाहिँ हामी मल्टिपल AI टुल्सहरु एक्सप्लोर गर्छौं. सो किन भन्दाखेरि मैले अरु बेला चाहिँ मैले भिडियोहरु बनाउँदाखेरि एउटा वन बाइ वन टुलहरु मात्र एक्सप्लोर गरेर त्यो एउटा होल भिडियोमा चाहिँ एउटा टुल AI टुल मात्र एक्सप्लोर गर्थेँ भने आजको यो भिडियोमा चाहिँ म मल्टिपल AI टुलहरु एक्सप्लोर गर्छु. सो यहाँ ढिला नगरिकन म पहिला सुरु स्क्रिन स्विच गर्छु है त. आई होप स्क्रिन स्विच भयो होला है सायद. यस कहिलेकाहीँ अघि न पनि कतिचोटि मैले बनाइसकेँ यो भिडियो फेरि अनि दुई तीन चोटि मैले 4-5 चोटि 10-12 चोटि भइसक्यो होला. त्यो कता कहिले के मिल्दैन त्यसले फेरि म सुरुदेखि रिपिट गर्छु क्या. एन्ड आई फिल भेरी प्रिभिलेज आई फिल भेरी फर्चुनेट एन्ड आई फिल भेरी लकी टु डु दिस काइन्ड अफ स्टफ है. यस्तो काम गर्नुको लागि मलाई मजा लागिरहेछ. आई फिल भेरी प्यासनेट एन्ड आई एम भेरी प्यासनेट अबाउट दिस थिङ है. सो यु क्यान सी है मल्टिपल AI टुल्सहरू मैले अलरेडी भने डिस्क्रिप्ट AI, लभेबल, माइन्ड ग्रास्प, पप AI, ज्यापियर, फ्युचर पेड. अब सो यसले के गर्छ भनेर त्यसको डिटेलिङ पनि दिएको छु. डिस्क्रिप्ट AI मा जस्तै मानौ के छ भन्दाखेरि चाहिँ डिस्क्रिप्ट AI. सो डिस्क्रिप्ट AI को बारेमा पहिला गर्छ त हामी एक्सप्लोर गर्छौं. सो मैले अलरेडी गरिसकेको छु. खासमा भन्नुपर्दा यो चाहिँ यसले भिडियो पडकास्टहरु एडिट गर्छ हैन. पहिले त्यो बनाइसकेको या अथवा आफूले पनि रेकर्ड गरेर बनाउन मिल्छ नि. एउटा मतलब टक जस्तो या डकुमेन्ट जस्तै भन्न खोजेको छ. सो हामीले के गर्न मिल्छ भन्दाखेरि चाहिँ अब जसमा देखाउँछु तपाईलाई AI भिडियो एडिटरै हो भनौं न. सो डिस्क्रिप्ट एडिट भिडियो. सो मेक भिडियो फास्टर, मेक मोर अफ इट एन्ड मेक इट गुड भनिरहेछ. सो त्यही हो. सो लेट्स मेक इट दिस थिङ. लेट्स मेक दिस थिङ है. सो के गर्छ भन्दाखेरि चाहिँ ओपन गर्यो डिस्क्रिप्ट, एडिट अ भिडियो, मेक अ पोडकास्ट, क्रिएट सोशल क्लिप, ट्रान्सक्रिब अ फाइल, क्लिन अप अडियो, एड क्याप्सन. सो धेरै कुराहरू छन् त यहाँ के गर्न चाहनुहुन्छ भनेर उ गरेछ हैन. सो देखाएको छ बट वेट जस्ट अ मिनेट है. म के गर्छु भन्दा चाहिँ मानौ मलाई चाहिँ AI भिडियो मेकर वाच AI मेक योर भिडियो विथ भोइस ओभर एन्ड भिजुअल भनेछ. यो पनि गर्न सक्नुहुन्छ. क्रिएट विथ AI स्पिकर. मानौ एडिट अ भिडियो गरौँ. सो तपाईले भिडियोहरु एडिट गर्न सक्नुहुन्छ विथ मतलब भनौँ न एकदमै कन्भिनियन्ट, एकदमै इन्ट्युटिभ. सो एउटा कुरा के छ भन्दाखेरि चाहिँ हैन जति पनि यो AI टुल छ यिनीहरु सबै कन्भिनियन्ट छ के एकदमै इन्ट्युटिभ छ, एकदम सहज छ, एकदम सुविधाजनक छ. सो इट्स आवर जब एज अ टेक एन्थुजियास्टिक पर्सन हैन, एज अ टेक गाई एज अ प्रोग्रामर डेभलपर भनौँ या सफ्टवेयर डेभलपर भनौँ या टेक रिलेटेडमा काम गर्ने मान्छेहरुलाई भनौँ. सो यसले हाम्रो कामलाई इफिसिएन्ट गरिदिन्छ क्या. छिटो छरितो पार्दिन्छ, फास्ट एन्ड इफिसिएन्ट. अनि होला कति कुराहरुमा चाहिँ हामी रिलायबल हुन नसकौँला बट वी क्यान रिभ्यू द्याट थिङ हैन. हामीले त्यो कुराले रिभ्यू गर्न सकिन्छ. सो इट्स नट अ बिग डिल है. मानौ मैले अब यो गर्न मन लाग्यो भने मैले गर्न सक्छु. बट द थिङ इज के छ भने मैले जस्तै मानौ यो पेस्ट पनि गर्न सक्दो रहेछु भिडियो युट्युबबाट. सो क्रिएट विथ इम्पोर्ट फ्रम जुमबाट पनि गर्न सकिँदो रहेछ. मानौ मलाई युट्युबबाट ओके म युट्युबबाट ल्याउँदिन न त म मेरो पर्सनल च्यानलमै गएर म लिएर आउँथे होला सायद. बट त्यही पनि जाऊँ न त हैन. सो लेट्स सी व्हाट वी क्यान डु है. मतलब के गर्न सक्दो रहेछ व्हाट दिस टुल क्यान डु, दिस AI टुल क्यान डु. सो अलिकति स्लो छ मेरो ल्यापटप हैन. अलिकति काइन्ड अफ पेन छ भनौँ न. यो कुराले नि पेन नै दिन्छ क्या मलाई चाहिँ. सो मानौ यो हेरौँ है त. म भिडियो प्ले गरेर बसिरहँदिन किन भन्दाखेरि चाहिँ ओके मानौ म यसलाई गर्न चाहन्छु मतलब एडिट गर्न चाहन्छु. नेम ए क्रिएसन रेकर्ड गर्न सकिँदो रहेछ. AI स्पिच, एड फाइल, ओके प्लेस आर्टिफ्याक्ट फिल्ड. ओके के प्रब्लम आएला सायद. रादर देन म के गर्छु भन्दाखेरि चाहिँ यहाँबाट ल्याउँ है त भिडियो. जस्तै मानौ यसलाई म एडिट गर्न चाहन्छु रे मानौ. सो मसँग पहिले यो मेरो लोकल कम्प्युटरमा भएको मेरो पीसीमा भएकोलाई स्पिकर नेमहरु पनि सेट गर्न सक्नुहुन्छ. बट अहिलेको लागि म केही पनि गर्दिन. how many speakers should you look for? 1 ठीक छ.
अहिले म यो के गर्छु भन्दा चाहिँ अटो गरिदिन्छु यसलाई पनि हैन अलवेज आस्क बिफोर डिटेक्टिङ स्पिकर ओके डाउन गरिदिउँ सो गर्न चाहिँ के गर्दो रहेछ मलाई पनि थाहा छैन हैन मैले नि आई एम अल्सो अनस्योर अबाउट दिस टुल है अनस्योर अबाउट दिस थिङ विल जस्ट एक्सप्लोर एन्ड डु इट बाई आवर ओन टर्म्स हैन आफ्नै पाराले आफ्नै तरिकाले गर्ने हो हैन सो आफ्नै आफूले यस्तो के जे कुरा पनि आफू इन्ट्र्याक्ट गरेपछि एक्सप्लोर गरिसकेपछि सबै कुराहरू थाहा हुँदै जान्छ के अनटिल अनलेस यु डोन्ट एक्सप्लोर अर इन्ट्र्याक्ट विथ द्याट थिङ यु विल नेभर नो what you will never know the details अथवा you will never know the you get the point and so I feel very privileged and I feel very I feel very happy to this I feel very passionate so यस्तो के जुन कुरा गर्नको लागि प्यासनेट हुन्छ त्यो बेला एन्थुजियाजम एकदम जोश जागर छुट्टै हुन्छ के सो एउटा हाई स्ट्रङ हाई एनर्जी आउँछ के त्यसको लागि सो I don't know अहिले गर्न त गरे बट टबलेटमा चाहिँ के हो त पुरै स्पिकर उनी क्याप्सन पो बनाइदियो क्या यसले त यो फ्री प्लान इन्क्लुड 5 युजेस अफ अन्डरलोड बेसिक एआई सो अभियसली मैले फ्री प्लान युज गरिरहेको छु अपग्रेड गर्नु छ भने आई गेस प्लानर खरिद्नु पर्छ होला सायद यु हेभ टु बाई अदर प्लान अथवा अपग्रेडेड प्लान भनौँ न सो धेरै कुरा छ जस्तै 54 AM काइन्ड अफ त्यो जस्तै होला क्या त्यो के भन्छ ओके मलाई थाहा थियो यस्तो यस्तो के हुन्थ्यो भनेर सो आई डोन्ट वान्ट टु सी दिस थिङ पब्लिश ड्राफ्टेड यस्तो भिडियो चेन्ज ओपन सेटिङ लेआउट ब्याकग्राउन्ड हेरौँ जस्तै मानौँ ब्याकग्राउन्ड यस्तो गरेर रेड गरिदिउँ लेआउट हेरौँ त आई डोन्ट नो यार क्यामेरा जुम स्क्रिन आई डोन्ट नो यसले गर्छ के मलाई पनि त्यति धेरै यसको आइडिया नलेज भएन बट आफूले गर्दै जाने हो हैन सो लेआउट अप्लाइड ओपन सेटिङ वान्ट टु चेन्ज अब यहाँ पनि सेटिङहरू पनि धेरै छ जुन चाहिँ अब आफैले तपाईँले एक्सप्लोर गरेपछि मात्र तपाईँले यसको अन्डरस्ट्यान्डिङ हैन हुन्छ नत्र चाहिँ आई डोन्ट थिङ्क मैले मात्र गरेर चाहिँ हुँदैन सो आई एम अ ट्युटर you can do smart fade गरिदिउँ स्मार्ट ट्रान्जिसन ओके स्मार्ट ट्रान्जिसन पनि त हुने हो नि ट्रान्जिसनै त हो नि सो you can do it by your own self सो अब त्यही भएर पनि म यो कुरा त्यति गर्दिनँ है सो मानौँ मैले अब यसलाई प्ले गरिदिउँ आई डोन्ट नो बट यो एज अ तपाईँले भनौँ न क्याप्सनको लागि राख्न सक्नुहुन्छ त्यो हुन्छ नि बट अहिले त युट्युबमा आफै अटोमेटिकली यस्तोहरू आइसकेको छ हैन कति कुराहरू अब एप्लिकेसनहरूले आफैले प्रोभाइड गरिसकेको छ कि धेरै कन्भिनियन्स भइसकेको छ क्या जस्तै मानवलाई पोर्ट्रेट बनाउनु पर्यो मानवलाई म इन्स्टाग्रामको यसको बनाउनु पर्यो सो त्यो पनि गर्न सक्छु क्वाइट अफ कन्भिनियन्स हैन जस्तै यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अघि नको त्यो प्रब्लम सुरुको प्रब्लम हो यो यसलाई म डिसमिस गरिदिन्छु हैन सो आई डोन्ट थिङ्क ठिक छ सो काइन्ड अफ यो एउटा नर्मली के गर्नलाई चाहिँ हुँदो रहेछ हैन ब्रेन स्टर्म राइट स्क्रिप्ट यताउति अब सायद मलाई यसको धेरै नलेज त्यति नभएर पनि हुनसक्छ हैन मैले पनि धेरैचोटि एक्सप्लोर गरेको छैन सायद एकचोटि दुईचोटि भएको होला यो त्यही भएर एकदमै धेरैचोटि एक्सप्लोर गरेर इन्ट्र्याक्ट गरिसकेपछि मात्र थाहा हुन्छ सो विल जस्ट स्विच टु नेक्स्ट एआई टुल है किनभने भिडियो धेरै लामो हुन्छ त्यही भएर सो जस्ट 8 मिनट भइसकेको रहेछ सो मानौँ लभेबल बिल्ड वेबसाइट एन्ड एप विदाउट कोडिङ लाइक भाइबिङ मतलब भाइब कोड जस्तै खालको भाइबिङ कोडको जस्तै क्या लभेबल हेरौँ है त अब सो यो आफै एकचोटि एक्सप्लोर गरेर हो गर्नु न सो लभेबल एआई मैले पनि यो हिजो आज भर्खर थाहा पाएको हो है बिल्ड त्यही हो अघि त्यहाँ जे लेखेको थियो त्यो नोटमा त्यही नै हो मतलब तपाईँले वेबसाइट एप चाहिँ मजाले बनाउन सक्नुहुन्छ कोडिङ रिक्वायर छैन क्या कोडिङ गर्नै पर्दैन अब काइन्ड अफ च्याट जिपिटीहरू जस्तै एआई टुलहरू जस्तै कम्युनिटी लगइन गर्न सक्नुहुन्छ सायद मेरो जस्तै स्यास ल्यान्डिङ पेज सोसल मिडिया ड्यासबोर्ड म्युजिक प्लेयर जस्तै मानौँ न सोसल मिडिया ड्यासबोर्ड हेरौँ न म्यानेजमेन्ट ड्यासबोर्ड सोइङ एनालिटिक्स स्केड्युल पोस्ट एन्ड इन्गेजमेन्ट मेट्रिक एक्रस प्लेटफर्म अथवा स्यास सफ्टवेयर एज अ सर्भिस मानौँ स्टार्टअपको लागि मैले गर्नु अथवा मैले एट्याच गरेर मानौँ मैले फोटोहरू केही एट्याच गरेर गर्नु छ जस्तै मलाई टेक्नोलोजी मैले यो ओके किन भएन त
ओके सो साइन इन गर्नुपर्ने रहेछ साइन अप भन्नाले साइन अप विथ गुगल अभियसली साइन इन गर्नुपर्ने हो गुगल अकाउन्टबाट इट्स नट अ बिग डिल यो तपाईँहरू मजाले डेली तपाईँको अन द डेली बेसिस तपाईँले गरि नै रहेको होला यस्तो कामहरू तपाईँ फेसबुक लगइन गर्न सक्नुहुन्छ युट्युब लगइन गर्न सक्नुहुन्छ जिमेल बनाउन सक्नुहुन्छ यस्तो चाहिँ अब के हो र यो केही पनि छैन स्टेप बाई स्टेप प्रोसेस तपाईँले आफैले गर्दै गर्दै जान्नु भइहाल्छ मैले केही सिकाउनु पर्दैन व्हाट डु यु हियर अबाउट दिस रे खासमा भन्नुभयो त मेरो साथीले उ गरे हो कलिग व्हाट विल यु युज लभेबल फर क्लाइन्ट वर्क पर्सनल प्रोजेक्ट गरिदिन्छु अहिलेको लागि मार्केटर फाउन्डर स्टुडेन्ट एजुकेटर मानौँ म एजुकेटर गरिदिउँ न जे गर्दा नि हुन्छ हुन त केलाई स्किप गऱ्यो स्यास एप वेबसाइट ल्यान्डिङ पेज मलाई खासमा स्यास एप बनाउन मजा लाग्छ तर वेबसाइटहरू पनि ल्यान्डिङ पेजहरू पनि मजै लाग्छ इ कमर्सहरू पनि राम्रै लाग्छ अब गेम्स त अलि एडभान्स भइहाल्यो होइन म किन यो उ गरेर बसिरहेको मान्छे द्याट म पनि मान्छे मान्नौ एट्याच गरिदिउँ ल्यान्डिङ पेज फरमा मैले यो इमेजलाई पनि राख्न चाहेँ होइन के चाहिँ हुँदो रहेछ भनेर अभियसली मतलब यो इमेज पनि यो जुन प्रम्प्टसँग इन्टिग्रेट भएर चाहिँ काइन्ड अफ जेनेरेट गर्दाखेरि त्यो अनुसारकोले बनाएर जेनेरेट गर्न खोज्छ क्या त्यो इमेज अनुसारको डिटेलिङ दिन खोज्छ क्या सो हाउ कन्भिनियन्स हाउ इन्ट्युटिभ मतलब कस्तो सुविधाजनक र सहज छ क्या यो कुरा यो टुलहरू एआई टुलहरू मान्छेहरू भन्छ एआई टुल युज नगर्नु भन्छ बट आई से जब तपाईँले एआई टुल युज गर्न सक्नुहुन्छ र तपाईँ एआई टुल युज गर्नुहुन्छ तपाईँ झन् तपाईँ अरू मान्छेहरूभन्दा एकदमै एक्सपोनेन्सियली तपाईँ अगाडि जान सक्नुहुन्छ तपाईँको ग्रोथ हुन्छ एक्सपोनेन्सियली ग्रोथ हुन्छ तपाईँ एकदम एफिसिएन्टली अगाडि बढ्न सक्नुहुन्छ यु नो तपाईँले प्रोग्रेस गर्न सक्नुहुन्छ एकदम अब यस्तो एट अ भेरी टाइम कस्तो के छ भन्दाखेरि एट अ पोइन्ट यस्तो हुन्छ के हुन्छ भन्दाखेरि चाहिँ मानौँ तपाईँ अब कुनै एउटा तपाईँले निस छान्नुभयो अनि तपाईँ त्यो एउटा सेक्टरमा अथवा मानौँ एउटा तपाईँ कुनै इन्डस्ट्रीमा काम गर्नुभयो होइन सायद होला त्यहाँ कुनै बेला त्यहाँ एआईहरू रिक्वायर नहोला जस्तै अब मानौँ तपाईँले फोटोसप गरिदिनुहुन्छ फोटोसपमा सायद ह्युमन केपेबिलिटी चाहिने हुन्छ या अथवा कुनै पनि एउटा सफ्टवेयर भनौँ न छ नि त धेरै अब जस्तै कुनै सफ्टवेयरहरूमा ह्युमन जेनेरेट नै गर्नुपर्ने हुन्छ त्यसमा एआई टुलहरू पनि इन्टिग्रेट गर्न मिल्छ बट दे डोन्ट युजुअली डु इन्डस्ट्री लेभलहरूमा त्यस्तो हुनसक्छ बट काइन्ड अफ अब कति ठुलो कम्पनीहरूले एआई टुलहरूलाई युज गरेर मजाले उ गरिरहेछन् क्या अब एज अ स्टार्टअप गर्न चाहनुहुन्छ एन्टरप्रेनर हुनुहुन्छ एन्टरप्रेनरसिप गर्न हुँदैछ तपाईँ होइन यु वान्ट टु डु समथिङ बिग होइन तपाईँले अब एकदमै फास्ट लिप एकदमै फास्ट र इफिसियन्ट वेमा तपाईँ एउटा हुन्छ नि लाइफमा लिप मार्न चाहनुहुन्छ भने चाहिँ ओके सो वाउ यार हाउ कन्भिनियन्स दामी बनाइदियो त यार टेक्नोलोजी मैले यो पनि खासमा म एकदमै अनेस्टली भन्छु यो टेक्नोलोजी पनि मैले खासमा च्याट जिपिटीबाटै उ गरे हो है सो विदाउट एनी हिच आई कन्फेस यो टेक्नोलोजी जुन छ नि लोगो यो मैले च्याट जिपिटीलाई नै जेनेरेट गर्न लगाएको सो ट्रान्सफर्म योर बिजनेस विथ नेक्स्ट जेन टेक्नोलोजी केही गर्नै परेन सो आई थिङ्क 10K प्लस एक्टिभ युजर 19 तर एउटा कुरो के हुन्छ भन्दाखेरि फेरि यसको ड्रब्याकहरू पनि छ न त होइन के छ भन्दाखेरि चाहिँ अब इन केस के कुराहरूमा इरर आयो भने कहिलेकाहीँ कस्तो हुन्छ भने एआई टुलले पनि हामीले त्यो कुरालाई रिजल्भ गर्न सक्छौँ होइन त्यो सोल्युसन त्यसको फाइन्ड आउट गर्न सकिन्छ सोल्युसन फाइन्ड आउट गर्न सकिँदैन मतलब रिजल्भ गर्न सकिन्छ त्यो प्रब्लमलाई सल्भ गर्न सकिन्छ बट कहिलेकाहीँ चाहिँ सोल्युसन खोज्दाखेरि त्यो एआईले पनि भेटाउन नसक्दाखेरि त्यो बेला चाहिँ ह्युमनको क्यापेबिलिटी नै चाहिन्छ ह्युमन को माइन्ड नै चाहिन्छ त्यो बेला चाहिँ त्यही हो सो यो एउटा ल्यान्डिङ पेज बनाएको छ स्यास स्टार्टअपको लागि आई एम भेरी इम्प्रेस आई एम फकिङ इम्प्रेस भनौँ न सो मानौँ मैले सिङ्क यो प्रोजेक्ट गिटअप पनि गर्न सक्छु म्यानेज सुपाबेस कोड सो रियाक्टबाट बनाएको रहेछ होइन
सो पब्लिक सब यो रियाक्टको मैले छुट्टै भिडियोहरू पनि बनाएको छु है, रियाक्टको कोर्सै बनाएको छु मैले, तपाईँले मेरो च्यानलमा गएर मजाले हेर्न सक्नुहुन्छ। आई काइन्ड अफ फिल लाइक यस्तो छ क्या, मलाई कस्तो लाग्छ भन्दाखेरि म यहाँ घर बसेर मजाले यहाँ अहिले बोलिरहेको छु नि, आई फिल भेरी कम्फर्टेबल एन्ड आई फिल भेरी कन्फिडेन्ट अबाउट दिस थिङ होइन। मजाले यो घरमा बसेर क्यामेरा टक्क सेट गरेर टक्क लगाएर बोल्न मजा पनि आउँछ। आई फिल भेरी प्यासनेट, आई फिल भेरी फर्चुनेट टु दिस काइन्ड अफ थिङ। बट यदि म बाहिर गएँ भने कस्तो हुन्छ भन्दाखेरि चाहिँ होइन, मासेस हुन्छ नि, मासेस अफ पिपलहरूसँग, ग्रुप अफ पिपलहरूसँग चाहिँ म इन्टरेक्ट गर्न अलिकति गाह्रो लाग्छ कि मलाई, किन अलिकति आई काइन्ड अफ फिल लाइक अनकम्फर्टेबल, मतलब आई डोन्ट फिल एनी काइन्ड अफ फोबिया अथवा नर्भसनेस होइन कि, आई डोन्ट फिल अनकम्फर्टेबल क्या, जस्ट लाइक ब्रक लेसनर सेड, आई डोन्ट नो, मतलब त्यस्तो होइन कि, मतलब आई डोन्ट लाइक पिपल बट आई लाइक पिपल, आई लभ न्यू आइडियाज होइन। मान्छेहरू जसले नयाँ आइडिया नयाँ इनोभेसनको कुरा गर्छ मलाई एकदम मनपर्छ, म सुन्छु, आई एम अ भेरी एक्टिभ लिसनर है। बट अब फाल्तुको कुरा गऱ्यो भने चाहिँ अलिकति झनक्क चाहिँ त्यो बेला चाहिँ रिस उठ्छ, फेरि त्यही हो। आई थिङ्क पिपल सुड टक अबाउट द आइडियाज नट पिपल। यो मैले पहिला पनि कोट मैले पढाएको थिएँ, बट people should understand this thing कि मतलब they should be talk about ideas not people। मान्छेको बारेमा कुरा गर्ने होइन क्या, आइडियाको बारेमा, इनोभेसनको बारेमा कुरा गर्ने क्या। त्यसरी नै हाम्रो दिमाग चाहिँ बुस्टअप हुन्छ या प्रोडक्टिभ हुन्छ क्या, त्यो अनुसारले, नत्र यु गेट द पोइन्ट यु नो। सो या पब्लिस गरिदिन्छु है त मानव यसलाई म। हो या रिभ्यू सेक्युरिटी कस्टम डोमेन मानव रिभ्यू सेक्युरिटीहरू रिभ्यू गर्छ होला सायद होइन। सो आई थिङ्क यो टुल पनि मलाई दामी लाग्यो यार, बाङबुङ बनाइदियो, प्रम्प्ट मात्र हानेर मिनेटभरमै बनाइदिइहालिदिँदो रहेछ त। सो के चाहियो योभन्दा, वाट डु यु वान्ट, मतलब योभन्दा रादर देन। सो आई थिङ्क मैले कपी गरिदिउँ न होइन, कपी गरिदिउँ न, कपी। सो अब यही कोडलाई हामीले अझै अलिक अप्टिमल बनाउन सकिन्छ, अझै अलिकति यो कोडलाई रिडेबल बनाउन सकिन्छ, अझै हुन्छ नि अलिकति अप्टिमल तरिकाले लेख्नु कोड आफ्नो लागि राम्रो हो, जसको लागि जो पनि सफ्टवेयर डेभलपरहरू हुनुहुन्छ सबैजनाको लागि होइन। इट्स अ भेरी बेस्ट वे टु यु नो डु दिस काइन्ड अफ स्टफ भनौँ न। जब तपाईँ कोडिङ गर्दै हुनुहुन्छ भने यु मस्ट you must be able to write the optimal code। optimal code भन्नाले कस्तो हुन्छ भन्दाखेरि चाहिँ जे कुरा पनि अलिकति भनौँ न अलिक छिटो छरितो हुनु पर्यो होइन, अलि ह्युमन रिडेबल हुनु पर्यो। कोही अरू जस्तै ह्युमन रिडेबल भन्दा पनि जस्तै मानौ मेरो कोड मैले लेख्दैछु भने अरूले पनि बुझ्नु पर्यो, प्लस त्यो कोड धेरै हेक्टिक नहोस्, धेरै लामो लङ कोड नहोस् क्या, छोटो कोड होस्। के भयो यार, रिभ्यू गरेँ कि गरेन, आई गेस गऱ्यो होला रिभ्यू। कस्टम डोमेन पनि गर्न सकिन्छ, पब्लिस गरिदिन्छु, देन विल सी अबाउट दिस थिङ। गिटअपमा पनि पुस्ट गरिदिनु पर्ला जस्तो छ, तर यो सजिलो छ, यो के पनि छैन यसमा, तपाईँले यो जस्तो कन्फ्युज हुनु पर्ने कुरा पनि छैन। मानौ अब चाहिँ हाम्रो के अरे वेबसाइट लाइभ हुन्छ भनौँ न, लाइभ प्रिभ्यू हुन्छ भनौँ न। सो अर्को कुरा के छ भन्दाखेरि इम्पोर्ट रियाक्ट फ्रम यो कम्पोनेन्टहरू इम्पोर्ट गरे हो, ज्यादा केही पनि गरेको छैन। कन्स इन्डेक्स डिभ क्लास नेम, यो टेलविन सिएसएस युज गरे, मेन एज भनेको मिनिमम हाइट, स्क्रिन बिजी स्लेट 900। स्लेट मलाई एकदमै मनपर्छ यो कलर। स्लेट भनेको कस्तो हुन्छ भन्दाखेरि ग्रे टाइपको हुन्छ, तर ग्रे चाहिँ हुँदैन, ब्लू डार्क ब्लू अलिक ग्रे मिक्सड अप कस्तो हुन्छ क्या। त्यो कलर प्यालेटको बारेमा अहिले म कुरा गर्दिनँ होइन। सो बट लुक एट दिस म्यान, लुक एट दिस फकिङ वेबसाइट म्यान, हाउ कन्भिनियन्स। सो यु क्यान डु इट बाई योर ओन सेल्फ है। सो म अब यसमा धेरै गर्दिनँ होइन। सो आफै एकचोटि एक्सप्लोर गरेर मात्र तपाईँहरूले गर्न सक्नुहुन्छ। सो यो 19 मिनट भइसकेको रहेछ। सो यसो गर्छ नि त, यो भिडियोमा धेरै म गर्दिनँ। सो यो भिडियोमा यति नै, यो दुईवटा मैले गरिहालेँ, के भन्छ दुईवटा एआई टुलहरू के भन्छ एक्सप्लोर गरेँ होइन, इन्ट्र्याक्ट गऱ्यौँ हामीले, यस्तो कुराहरू गऱ्यौँ। सो स्टार्ट फ्री ट्रायल, वाच डेमो, अब यो पनि बनाउन सकिन्छ हामीले कोडबाटै होइन। कोड हामीले डाउनलोड गर्नु पऱ्यो, मानौ
यसलाई म गिटहबमा पुश गरी हेर्छु नि त कनेक्ट टु गिटहब गर्छु सो एक सेकेन्ड ल सो यु क्यान सी है म एक्चुअली यसलाई कनेक्ट गर्न चाहन्छु मेरो गिटहबमा गिटहबमा नि सायद राख्न मिल्यो या ओके लभेबल भन्ने जुन यो छ नि यसलाई चाहिँ इन्टिग्रेट गर्न सकिँदो रहेछ कनेक्ट गर्न सकिँदो रहेछ सो क्वाइट अ लभेबल थिङ्स एड गर्नु के हो यो यार सो you know you can do install and authorize के यार यो कस्तो रहेछ हैन गाह्रो कुरा के पनि हैन अब मोबाइलमा फेरि हेर्यो त्यो गर्यो त्यो गर मोबाइलमा नि गिटहब तपाईले उ गर्नुपर्ने हुन्छ डाउनलोड गर्नुपर्ने हुन्छ अनि मात्र एक्सेस गर्न सकिन्छ तर यो राम्रो पनि हो अब एउटा अथराइजेसन यो अथेन्टिकेसनको लागि हैन यो अलिकति सेक्युर पनि हुन्छ सो कहाँ गयो यार गिटहब मैले यहाँ म भने बेला म त्यति चलाउँदिनँ मोबाइलमा यस्तो हुन्छ तपाईले यस्तै मानौ न यहाँ कन्फर्म डिजिट भनेर अनि त्यो हाल्दिन्छु म ओके 31 भयो त भयो सो त्यो ठिकै छ नट अ बिग डिल हैन तर यो अल्छी लाग्छ मलाई यस्तो गर्नलाई कसम से के भयो फेरि ए ओके सो यस्तै हो या ठिकै छ यार यो त्यति उ गर्दिन सो एड फेरि यार यस्तो गर्यो कनेक्ट गर्यो खासै यो त्यति देखाउनु पर्ने जरुरी त थिएन बट त्यही पनि क्लोन त बन्यो https v1 गिटहब मानौ हेरौँ है त यो यस्तो हामीले यो जुन छ नि यो क्लोन भन्छ नि हो यसलाई कपी गरेर VS कोडमा तपाईले त्यहाँ चाहिँ के भन्छ कोड उ गर्न सक्नुहुन्छ के भन्छ मैले भन्ने हैन यो क्लोनलाई लिएर तपाईले त्यहाँ सरी नट एन इन्टिग्रेट गराउने हैन त्यहाँ ट्र्याक गराएर तपाईले गिटहब थ्रुबाट चाहिँ उ हुन्छ हैन इन्टिग्रेट भएर अनि त्यहाँ आउँछ त्यो कोडहरु अनि त्यहाँबाट मजाले अझै तपाईले के यो भन्दा चाहिँ यसमा केही चेन्ज गर्नु छ बेटर गर्नु छ अथवा ब्याकएन्ड इन्टिग्रेट गर्नु छ भने ब्याकएन्ड डेटाबेसहरु इन्टिग्रेट गर्नु छ भने तपाईले मजाले गर्न सक्नुहुन्छ त्यही हो खासै केही गाह्रो छ आइसके यहाँ सो या यस्तो कुराहरु छ है जुन चाहिँ आई फिल लाइक यस्तो कुराहरु छ म धेरै उ गर्न चाहदिन बट यसलाई यस्तो गरौँ लभेबल के हो नाम पनि यार टुलहरुको सो यु गेट द पोइन्ट सो बाकी तपाईहरु आफै गर्न सक्नुहुन्छ तर दामी बनाइदिएको छ यो मलाई चाहिँ एकदम राम्रो लाग्यो इन्टरेक्टिभ छ के अलिकति यसो हेर्दा कलरहरु पनि सबै इन्टरेक्टिभ छ हैन कलर प्यालेटहरु त्यो सबै ओहरु टाइपोग्राफीहरु देखि लिएर सबै कुराहरु पर्फेक्ट लाग्यो मलाई चाहिँ I am very impressed with this tool भनौं न सो यही हो hope you guys get the point so यो भिडियोमा यति नै so time to wrap up this video so if you haven't कता गयो यार incognito so if you haven't subscribed my channel then please go and subscribe it also do like comment and share मात्रै हो मेरो च्यानललाई लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु कमेन्ट शेयर पनि गरिदिनु हैन सो दैट 194 सब्स्क्राइबर पुगिसक्नु भएको छ सो अब 200 मा अस्ति भनेको थियो माइलस्टोन हामीले क्रिएट गरेको थियौ त्यो चाहिँ रिच आउट हुनु पर्यो सो दैट मैले 600 भिडियो हालिसके यार कति 2 वर्ष 2.5 वर्ष भइसक्यो यार भिडियो अथवा यो च्यानल भिडियो हाल्नु र यो च्यानल बनाएर गर्नु सो यहाँ तपाईले देख्न सक्नुहुन्छ ओल्डेस्ट 2 इयर्स भनेपछि मैले कहिले स्टार्ट गरेको थिएँ यहाँ देख्न सक्नुहुन्छ February 6 2023 भनेपछि 2 वर्ष भन्दा बढी भइसकेको छ सो गाइज यतिको मैले हार्ड वर्किङ डेडिकेसन गरेर मैले बनाएको छु प्लिज डु सपोर्ट एन्ड यु नो डु लर्न फ्रम माई च्यानल भनौँ न केही नयाँ कुरा सिक्नुहुन्छ I assure you मतलब I guarantee you that you know so hope you guys get the point so thank you so much for watching then I'll see you in the next video.